नानीको बुवा चाहिँ परदेशमा काम गर्नु हुँदो रहेछ, तर नानीको भने बर्थडे परेको रहेछ। उहाँले चाहिँ फोन गर्नुभएको रहेछ अघिल्लो दिन, यदि म टुप्लुक्क बर्थडेमा आएँ भने के होला भनेर उहाँलाई हिन्ट्स चाहिँ दिइसक्नु भएको रहेछ नानीलाई। तर स्कुलबाट यी नानी चाहिँ आउनुभएको रहेछ र मम्मीले सोध्नु भएको रहेछ, कताबाट आउनुभयो त छोरी भन्दाखेरि युरोपबाट भनेर भन्नुभएछ। तर बुवा चाहिँ उता लुकिराख्नु भएको हुँदो रहेछ। बुवाले चाहिँ अनि ठ्याक्कसँगले देख्नुभयो छोरीलाई, अनि छोरीले बुवालाई देख्दाखेरि एकदम भकानिएर चाहिँ भावुक भएर चाहिँ अँगालो हालेकी छिन्। यो सन्देश कस्तो खालको जान्छ हेरौँ है पहिले। स्कुलबाट आयो के? सुनौ है। कहाँबाट आउनु त? के छ हौ हालखबर? ठिक छ? होइन, म त विदेश युरोपबाट आएको नि। वाउ, कहिले? अब हेरौँ कस्तो क्षण छ यो। क्षण कस्तो हुन्छ होला। हिजोसम्म फोनमा बोलेको बुवा आज घरमा टुप्लुक्क आइसकेपछि सरप्राइज कडै छ। बिचरा गाह्रो छ। साथीहरू, तपाईहरूले यस्तो सरप्राइज कसैलाई दिनुभएको छ?